नमस्ते, स्वागत छ पिताका युट्युब च्यानलमा। मैले न्युरो बनाउनको लागि रेडी गराएँ। यसलाई यस्तो गरेर राम्रोसँग काटेर पखालेर रेडी गराएको छु। र मैले मसला पिसेर रेडी गराएको छु। यसमा जिराको दाना, धनियाको दाना, टिमुर, खुर्सानी, लसुन सबै पिसेर यसको पेस्ट बनाएर राखेको छु। यता तेल मैले डढाइसकेको छु। यसमा मेथीको दाना फुराएर कालो बनाउने। अब यसमा प्याजलाई रातो छिमेको छु भुट्ने। भुटिसकेपछि अब न्युरो हाल्नु, यसलाई राम्रोसँग हालेर चलाउने। यसरी चलाइसकेपछि नुन हाल्ने, मिक्स मसला हाल्ने, हल्दी हाल्ने, अघि पिसेको मसला हाल्ने अनि यसलाई राम्रोसँग चलाउने। चलाइसकेपछि यसलाई छोपिदिने। यसको पानी सुक्कुन्जेलसम्म पकाउनु पर्ने हुन्छ। सुकिँदाखेरि पानी राम्रोसँग सुकेको थिएन, फेरि चलाएर छोप्ने। यो न्युरुम भएको पानी राम्रोसँग सुकन्जेलसम्म पकाउने, चलाउने, छोप्ने, यस्तै गर्ने। पानी सुक्छ। अब पानी सुकिसकेको छ। यसमा हल्का पानी हालेर राम्रोसँग पकाउनु पर्ने हुन्छ। फेरि पानी राख्ने अनि यो पानीलाई पनि सुकन्जेलसम्म राम्रोसँग पकाउने। यसलाई राम्रोसँग चलाएर छोप्ने। अब यो रेडी भइसकेको छ। तपाईँहरूले पनि यसरी पकाएर खान सक्नुहुनेछ। मिठो भएको थियो।